3 मिस्टेक द्याट आर किपिङ यु स्टक इन दिस बिजनेस। सो नमस्कार, म पदम महत। सो म चाहिँ यसलाई मिस्टेक चाहिँ भन्दिनँ, तर आफूले चाहिँ काम गरिबस्दाखेरि चाहिँ यी 3वटा कुराले चाहिँ हामीलाई चाहिँ बाधा पुगिरहेको हुन्छ। सो फर्स्टमा भनेको चाहिँ हामीले यो बिजनेस चाहिँ एक्लै चाहिँ म गर्छु अथवा एक्लै म रन गर्छु भन्यो भने चाहिँ हामीले चाहिँ आफू चाहिँ आफ्नो लक्ष्यमा चाहिँ पुग्न सकिँदैन। र त्यसैले चाहिँ हामीलाई यो बिजनेसमा मेन्टर, कोच अनि हाम्रो चाहिँ एकदमै राम्रो कम्युनिटी छ। र यदि हामी चाहिँ कतै स्टक भएको छौँ भने चाहिँ हामीले चाहिँ उहाँहरूसँग चाहिँ समन्वय गरेर अथवा उहाँहरूसँग चाहिँ रिच आउट गरेर चाहिँ आफ्नो कामलाई चाहिँ अगाडि बढाउनुपर्छ। सो अर्को भनेको चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ यो बिजनेसमा चाहिँ वी निड टु बी कन्सिस्टेन्सी। सो हामी चाहिँ कन्सिस्टेन्सी रूपमा चाहिँ अब हामीले चाहिँ आफ्नो कामलाई चाहिँ रोक्नु भएन, हामीले चाहिँ निरन्तरता दिइरहनुपर्छ। र एभ्रिडे सो अप गरेको छौँ भने चाहिँ अब हामीलाई चाहिँ आफ्नो भ्युवर्स, आफ्नो अडियन्सहरूले पनि हामीलाई फलो गरिरहनु भएको हुन्छ। र अर्को कुरा भनेको चाहिँ हामीले चाहिँ पर्फेक्ट टाइम खोजिरहेको हुन्छ, तर पर्फेक्ट टाइम भनेको कहिले पनि आउँदैन। हामीले जति सक्दो चाँडो चाहिँ आफ्नो काम चाहिँ अगाडि बढाइरहनुपर्छ। पर्फेक्ट टाइम पर्ख्यौँ भने चाहिँ हामी आफ्नो कार्यबाट चाहिँ अलिक पछाडि धकेलिरहेको हुन्छ। सो आजलाई यति नै। यदि तपाईँहरू पनि यो बिजनेस सम्बन्धी त थप जानकारीहरू लिन चाहनुहुन्छ भने प्लिज रिच आउट टु मी। सो यति भन्दै आजलाई चाहिँ टपिक यहीँ क्लोज गर्न चाहन्छु। सो आई विल बी ब्याक टुमोरो विथ द नेक्स्ट टपिक। सो टिल देन हेभ अ गुड सन्डे एन्ड आई विल सी यु टुमोरो। थ्याङ्क यू।